स्वागत छ। आज हामी एउटा एकदमै मौलिक नेपालकै पुरानो आदिवासी जनजाति समुदाय कुमाल समुदायको बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हामीसँग कुमाली जनता, परम्परा, संस्कृति र पहिचान भन्ने सामग्री छ। हाम्रो कोसिस चाहिँ यसबाट महत्त्वपूर्ण जानकारीहरू निकालेर प्रस्तुत गर्ने हो। कुमाल नामै कस्तो चाखलाग्दो होइन? कुम्भकार मतलब माटोको भाँडा बनाउने, पहिचान यसैसँग जोडिएको। एकदम। र यस्ता समुदायहरूको मतलब कुमालहरूको अनुभवले त नेपालको जुन बहुसांस्कृतिक विविधता छ नि त्यसलाई बुझ्न झनै मद्दत गर्छ। हो त। उहाँहरूको कथामा परम्परा मात्रै छैन, परम्परा र आधुनिकता कसरी सँगसँगै हिँड्छ, कसरी समुदायहरू समयसँगै बदलिन्छन् भन्ने एउटा जीवन्त उदाहरण हो। आज हामी यही कुराहरू हेर्छौं। ल त्यसो भए सुरु गरौँ यही नामबाटै। कुमाल संस्कृतको कुम्भकारबाट आयो भनिन्छ। हजुर। यसले त सिधै उहाँहरूको पुर्ख्यौली पेशा माटोसँगको जुन सम्बन्ध छ त्यतैतिर संकेत गर्यो नि। हो नि। स्रोतमा त नेपालका कुशल माटो कलाकार भनेर पनि लेखिएको रहेछ। यो त ठूलो सम्मान हो। हो, यो केवल पेशा मात्रै भएन के, उहाँहरूको पहिचान नै भयो, माटोसँग जोडिएको पहिचान। अनि यो पहिचान बोकेर उहाँहरू नेपालभरि नै हुनुहुन्छ होइन त? जनसङ्ख्या कति होला? 2021 को जनगणना अनुसार हेर्ने हो भने नेपालमा कुमालहरूको जनसङ्ख्या 1 लाख भन्दा बढी छ। ओहो, 1 लाख भन्दा बढी? हजुर। यो चान्चुनी संख्या होइन, लगभग सबै प्रदेशमा हुनुहुन्छ, तर अलि बाक्लो बसोबास चाहिँ अब गण्डकी प्रदेशमा, जस्तै तनहुँ, गोर्खा, लमजुङ, स्याङ्जा, नवलपुर। गण्डकीतिर। अनि लुम्बिनीमा रूपन्देही, पाल्पा, यता बागमतीमा चितवन, ललितपुर, मकवानपुर यी जिल्लाहरूमा अलि बढी हुनुहुन्छ। यो बसोबासको ढाँचा कस्तो छ? मतलब कहाँ बस्न रुचाउनुहुन्छ उहाँहरू? जानकारी अनुसार चाहिँ प्राय नदी किनारतिर। नदी किनार। अनि खेती हुने फाँटहरूमा, उपत्यकाको अलि समथर ठाउँहरूमा। यसको केही कारण छ कि? छ नि, यो संयोग मात्र होइन, यसले सिधै उहाँहरूको परम्परागत जीवनशैलीसँग जोड्छ। माटोको काम गर्नलाई राम्रो माटो चाहियो, पानी चाहियो। हो त। अनि कृषिका लागि मलिलो जमिन, यी ठाउँहरूले उहाँहरूको पेशा र जीवन दुवैलाई सजिलो बनायो। भनेपछि भौगोलिक र आर्थिक आवश्यकता प्रष्ट देखियो। अब भाषातिर जाउँ न। हरेक समुदायको आफ्नो भाषा हुन्छ, कुमालहरूको पनि छ? बिल्कुल छ। उहाँहरूको आफ्नै मातृभाषा छ, कुमाल भाषा। कुमाल भाषा। यो भाषा चाहिँ भाषा विज्ञानको हिसाबले तिब्बती बर्मेली परिवारमा पर्छ। तिब्बती बर्मेली नेपाली जस्तो भारोपेली होइन? होइन, यो परिवारका भाषाहरू नेपालको पहाड हिमाली भेगतिर धेरै छन्, तर वास्तविकता के छ भने नि अचेल धेरैले, खास गरी नयाँ पुस्ताले नेपाली भाषा नै बढी बोल्नुहुन्छ। त्यसो भए त भाषा अलि सङ्कटमा पर्ने भयो नि। हो, त्यो एउटा चिन्ताको विषय हो। भाषा हराउनु भनेको त पहिचानको ठूलो हिस्सा गुम्नु हो। केही प्रयासहरू भएका छन् त यसलाई जोगाउन? स्रोतले केही भन्छ? प्रयासहरू भइरहेका छन् र यो सकारात्मक कुरा हो। कतै कतै कुमाल भाषा सिकाउने कक्षाहरू चलाउने कोसिस भएको छ। हो र, राम्रो नि। हजुर। अनि लोकगीतहरूमा, सांस्कृतिक कार्यक्रमहरूमा कुमाल भाषा प्रयोग गर्न प्रोत्साहन गर्ने काम पनि भइरहेको छ। यसले भाषालाई जीवन्त राख्न मद्दत गर्छ। यो त एकदमै राम्रो प्रयास हो। भाषा मात्रै होइन, उनीहरूको इतिहास, ज्ञान सबै जोगाउनु पर्यो नि। हो त। भाषा जस्तै संस्कृति र परम्परा पनि त उस्तै धनी होला नि। जीवनशैली, अरू चलनहरू कस्ता छन् रे? स्रोतले देखाए अनुसार उहाँहरूको जीवन प्रकृति र समुदायसँग एकदमै जोडिएको छ। परम्परागत रूपमा हेर्दा कृषि मुख्य थियो, धान, मकै, कोदो। अनि नदी किनारमा बस्ने भएर माछा मार्ने काम पनि। र सबैभन्दा महत्त्वपूर्ण त माटोको कला भइहाल्यो। घरहरू नि? घरहरू पनि त्यस्तै, स्थानीय चिजहरूबाट बनेका, माटो, ढुङ्गा, बाँस, खर, वातावरणसँग नजिक। अनि संस्कृति भन्ने बित्तिकै नाचगानको कुरा आइहाल्छ। कुमाल समुदायमा के विशेष नाचहरू छन् कि? छन् नि, एकदमै जीवन्त नाचहरू छन्। स्रोतमा उल्लेख भएअनुसार सोरठी नाच, घाँटो नाच अनि रातो माटो नाच यी प्रमुख हुन्। सोरठी, घाँटो, रातो माटो नाच? र यी नाचहरू खालि मनोरञ्जन मात्र होइनन्, यिनमा त समुदायको कथा, अनुभव, मूल्यहरू लुकेका हुन्छन्। जस्तै सोरठी र घाँटोमा पुराना कथाहरू, प्रेम कथाहरू, केही सामाजिक सन्देशहरू पनि हुन्छन्। अनि त्यो रातो माटो नाच नामैले माटोलाई जोड्यो,
यसको केही विशेष अर्थ छ? एकदमै छ। रातो माटो नाचले त सिधै उहाँहरूको पहिचानको जरो मतलब माटो र कुम्भकारीलाई नै देखाउँछ। यो नाच भनेको काम र सिर्जनाको उत्सव जस्तै हो। यसमा गाइने गीतहरूमा खेतीपातीका कुरा, मेहनतको महत्व, मौसम परिवर्तन, जीवनका भोगाइहरू यस्तै विषयलाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ। कस्तो राम्रो! नाचगानमै जीवन दर्शन लुकेको रहेछ। त्यही त, यो उहाँहरूको अनुभवको एउटा गतिशील अभिलेख जस्तै हो। अनि यो संस्कृति समुदायमा कसरी चल्छ त? सामाजिक संरचना कस्तो छ? मिलेर बस्ने चलन छ कि? यो धेरै आदिवासी जनजातिमा पाइन्छ नि, अर्मपर्म गर्ने, दुःख सुखमा साथ दिने। हो। गाउँमा केही निर्णय लिनुपर्दा पहिले पञ्चायत प्रणाली थियो रे। पञ्चायत मतलब गाउँका अगुवाहरू बसेर छलफल गर्ने? हो त्यस्तै। गाउँका मान्यजन, मुखिया वा महतो जस्ता अगुवाहरू बसेर गाउँको साझा मामिला, केही झगडा भए मिलाउने, रीतिथिति बनाउने एउटा स्थानीय तह जस्तो। अनि विवाह जस्ता कुराहरू नि अहिले कस्तो छ? विवाहमा चाहिँ अहिले अलि परिवर्तन देखिन्छ। स्रोत भन्छ अछेल युवा युवतीले आफै जीवनसाथी रोज्ने चलन बढेको छ। प्रेम विवाह, स्वतन्त्र विवाह। त्यो त शिक्षा र बाहिरी सम्पर्कले गर्दा होला। हुन सक्छ। तर सँगसँगै आफ्नै समुदायभित्रै विवाह गर्ने चलन पनि बलियै छ। सजातीय विवाह पनि? हजुर। एकातिर परम्परा जोगाउने प्रयास, अर्कोतिर नयाँ पुस्ताको रोजाइलाई पनि ठाउँ दिएको जस्तो देखिन्छ। यो त रोचक मिश्रण भयो। अब अलिकति आस्था विश्वासतिर लागौँ है त। धर्मले पनि त समुदायलाई धेरै प्रभाव पार्छ। कुमालहरूको धार्मिक जीवन कस्तो छ? प्रकृति पूजक हुन् कि हिन्दू धर्म मान्छन्? यहाँ पनि त्यस्तै मिश्रण छ, परम्परा र अरू प्रभावहरूको। स्रोतले के भन्छ भने उहाँहरूको आस्थाको मूल जरो चाहिँ प्रकृति पूजामै छ। प्रकृति पूजा के पुज्नुहुन्छ? उहाँहरू सूर्य, चन्द्रमा, पानीका मुहानहरू, रुख, डाँडाकाँडा र खास गरी भूमिको पूजा गर्नुहुन्छ। भूमिको पूजा त माटोको काम गर्ने भएर झनै महत्त्वपूर्ण होला नि? हो नि, यो उहाँहरूको प्रकृतिसँगको पुरानो गहिरो सम्बन्धको प्रतीक हो। तर समयसँगै वरपरका अरू समुदाय, खास गरी हिन्दूहरूसँगको सम्पर्कले गर्दा हिन्दू धर्मका धेरै कुराहरू पनि उहाँहरूको आस्थामा मिसिएका छन्। जस्तै दशैं तिहार मान्ने। हो, दैवी देवताहरू शिव, विष्णु, दुर्गा मान्ने, दशैं तिहार, माघे सङ्क्रान्ति जस्ता चाडहरू धुमधामले मनाउने। अनि स्रोतमा सौराष्ट्र पर्व भन्ने एउटा विशेष पर्वको पनि कुरा छ। सौराष्ट्र पर्व? यो के होला? खै, त्यसको आफ्नै स्थानीय महत्त्व होला, तर हिन्दू प्रभाव चाहिँ प्रष्ट देखिन्छ। त्यसो भए उहाँहरूको मौलिक प्रकृति पूजा चाहिँ हरायो त? पुरै होइन। रमाइलो कुरा यही छ, हिन्दू धर्म मान्दा पनि पुराना परम्परागत पूजाहरू कायमै छन्। हो र? जस्तै के? जस्तै देउराली पूजा, गाउँको थान जस्तो संरक्षक देवताको पूजा, त्यो अझै महत्त्वपूर्ण छ। अनि वनदेवी पूजा, जङ्गल र प्रकृतिको सम्मानमा गरिने। यसले के देखाउँछ भने उहाँहरूले नयाँ कुरा अपनाए पनि आफ्नो जरो छाड्नु भएको छैन। एक किसिमको समन्वय छ। यो समन्वय त साँच्चै विचार गर्नुपर्ने कुरा रहेछ। अब पेशातिर फर्काउन, कुम्भकार भनेर चिनिने कुमालहरू के आज पनि माटोको काममै मात्र हुनुहुन्छ त? यहाँ चाहिँ पछिल्लो समयमा निकै ठूलो परिवर्तन आएको छ, एकदमै ठूलो। कस्तो परिवर्तन? परम्परागत रूपमा त माटोको भाँडा बनाउने, गाग्री, हाँडे, पाला, अनि ढुङ्गा, बाँसका औजार बनाउने, माछा मार्ने, खेती गर्ने, यही थियो मुख्य। तर अब त्यतिमा मात्र सीमित हुनुहुन्न। शिक्षा फैलियो, नयाँ अवसरहरू आए, त्यसले गर्दा धेरै फरक क्षेत्रमा पुग्नु भएको छ। कस्ता क्षेत्रमा? स्रोतले केही उदाहरण दिएको छ? छ नि, स्रोतले प्रष्टै भनेको छ। अहिले कुमाल समुदायबाट शिक्षकहरू हुनुहुन्छ, सरकारी जागिरे हुनुहुन्छ, प्रशासन, पुलिस, आर्मीमा, स्वास्थ्य कर्मी, अनि व्यापार व्यवसाय गर्नेहरू पनि। व्यापार पनि? सानो ठुलो व्यापार, उद्योग, अनि राजनीतिमा पनि सक्रिय हुनुहुन्छ। राजनीतिमा पनि? यो त ठूलो फड्को रहेछ। हो, यो त समुदायको प्रगति र बदलिन्दो समयसँगै अघि बढ्ने क्षमताको प्रमाण हो। राष्ट्रिय जीवनका हरेक पाटामा उहाँहरूको उपस्थिति बढ्दैछ। यो त एकदमै सकारात्मक कुरा भयो समुदायको विकासको लागि। तर एउटा अर्को पाटो पनि त होला नि? त्यो जुन मूल पहिचान थियो माटोको काम, कुम्भकारी कला, त्यसको अवस्था चाहिँ कस्तो छ त अहिले?
हो, तपाईले एकदमै महत्त्वपूर्ण कुरा उठाउनुभयो। यहीँनिर चाहिँ परम्परा र आधुनिकता बीचको एउटा तनाव, एउटा चुनौती देखिन्छ। कस्तो चुनौती? स्रोतले अलि चिन्ताका साथ के भनेको छ भने जुन कुमाल समुदायको चिनारी नै थियो नि, त्यो परम्परागत माटोको काम, कुम्भकारी कला, त्यो चाहिँ अहिले एकदमै छिटो हराउँदै गएको छ। हराउँदै गएको छ, साँच्चै? हजुर, यो खालि सिपको कुरा मात्रै भएन, यो त सांस्कृतिक पहिचानकै सङ्कट हो। किन होला यस्तो भएको? के कारण होला? अब स्रोतले सिधै कारण त भनेको छैन, तर अनुमान गर्न सकिन्छ। एउटा त बजारमा अरू सामान आयो नि, प्लास्टिक, एल्युमिनियम, स्टिलका भाँडाहरू, सस्तो पनि टिकाउ पनि। हो त, माटोको भाँडाको माग घट्यो। अर्को कुरा, माटोको काम गर्न जति दुःख छ, सिप चाहिन्छ, त्यसको मानामा आम्दानी कम भयो। आम्दानी कम। अनि नयाँ पुस्ताले पढे, उनीहरूलाई योभन्दा सजिलो, राम्रो आम्दानी हुने अरू कामहरू देखे, यसमा लाग्न चाहेनन्। त्यो पनि हो। अनि त्यो सिप सिकाउने, हस्तान्तरण गर्ने प्रक्रिया पनि कमजोर भयो होला। पहिचान नै सङ्कटमा पर्नु त गम्भीर कुरा हो। केही पहल भएको छ त यसलाई जोगाउन? समुदायले वा अरू कसैले केही गर्दैछन् कि? आशाको कुरा के छ भने यसबारे चिन्ता र चासो बढेको चाहिँ देखिन्छ। स्रोतले कुमाल संस्कृति संरक्षण समिति जस्ता संस्थाहरू बनेको र उनीहरूले यो कला, सिपलाई फेरि उठाउन काम गरिरहेको बताएको छ। समिति नै बनेको छ, राम्रो भयो नि। हजुर, उनीहरूले सायद तालिमहरू दिने, माटोका भाँडालाई अलि नयाँ डिजाइनमा बनाउने, यसको महत्त्वबारे प्रचार गर्ने जस्ता कामहरू गरिरहेका होलान्। यी प्रयासहरू सफल हुनुपर्छ। एकदम। भविष्यका लागि यो महत्त्वपूर्ण छ। ल, अब छलफलको अन्त्यतिर लागौं। सङ्गीतको कुरा पनि गरौँ न थोरै। कुमालहरूको गीत सङ्गीत कस्तो हुन्छ? सङ्गीत पनि उहाँहरूको जीवन जस्तै माटो र प्रकृतिसँग जोडिएको छ। गीतहरूमा मिठो, सरल लोकधुन पाइन्छ। कस्ता कुरा हुन्छन् गीतमा? यिनमा प्रेमका कुरा हुन्छन्, बिछोडका कुरा हुन्छन्, प्रकृतिको वर्णन हुन्छ, नदी, जङ्गल, मौसम, खेतीपाती, कामको कुरा, अनि त्यो माटो र कुम्भकारी पेशाको कुरा त आइहाल्छ नि। बाजाहरू नि, परम्परागत बाजाहरू, मादल, मुरली, बिनायो जस्ता बाजाहरू प्रयोग हुन्छन्। त्यसले गीतलाई झन मौलिक बनाउँछ। गीत सुन्दा उहाँहरूको जीवन, दुःख सुख, सपनाहरूको झलक पाइन्छ। कस्तो राम्रो! ल त, आज हामीले कुमाल समुदायबारे धेरै कुरा गर्यौं। उहाँहरू खालि माटोको भाँडा बनाउने मात्र होइन, नेपालका एउटा जीवन्त, गतिशील आदिवासी जनजाति हुनुहुँदो रहेछ। हो नि। जसको आफ्नै भाषा छ, नाचगान, रीतिरिवाज भएको धनी संस्कृति छ, प्रकृतिसँग जोडिएको आस्था छ। हो, हामीले उहाँहरूको नामको अर्थदेखि लिएर जनसङ्ख्या, बसोबास, भाषाको अवस्था, सामाजिक चलन, धर्ममा देखिएको त्यो मिश्रण, अनि सबैभन्दा ठूलो कुरा अहिलेको पेशागत परिवर्तन र त्यसले ल्याएको चुनौती, खास गरी त्यो माटोको कला जोगाउने चुनौती, सबै हेर्यौं। र मलाई सबैभन्दा चाखलाग्दो के लाग्यो भने कसरी एउटा समुदायले आफ्नो पुरानो जरो, आफ्नो पहिचानलाई माया गर्दै, त्यसलाई जोगाउन खोज्दै, फेरि यो बदलिन्दो संसारसँग पनि अघि बढिरहेको छ। यो निरन्तरता र परिवर्तनबीच सन्तुलन खोज्ने जुन यात्रा छ नि, त्यो नै कुनै पनि समुदाय जीवित छ भन्ने प्रमाण हो। एकदम सही भन्नुभयो। अब यो छलफललाई टुङ्ग्याउँदा यही स्रोतहरूको आधारमा एउटा प्रश्न मनमा आउँछ, अलिक गम्भीर प्रश्न। के प्रश्न? प्रश्न यो छ कि अहिलेको यो एकदमै छिटो परिवर्तन भइरहेको समयमा, बजारको दबाब एकातिर, नयाँ पुस्ताको चाहना अर्कोतिर, यस्तो बेलामा कुमाल समुदायले आफ्नो पहिचानको मुख्य आधार मानिएको त्यो कुम्भकारी कलालाई कसरी अर्थपूर्ण रूपमा जीवित राख्न सक्ला? अर्थपूर्ण रूपमा मतलब खालि देखाउनको लागि, सङ्ग्रहालयमा राख्नको लागि मात्र होइन कि साँच्चीकै जीवनमा प्रयोग हुने सांस्कृतिक अभ्यासको रूपमा र सकेसम्म केही आर्थिक आम्दानी पनि हुने गरी यसलाई भविष्यमा कसरी लैजान सकिएला? निकै महत्त्वपूर्ण र गम्भीर प्रश्न। यो त कुमाल समुदायको मात्र होइन, यस्ता परम्परागत सिप भएका संसारभरका धेरै समुदायले भोगिरहेको समस्या र अवसर दुवै हो। हो त। आफ्नो मौलिकता जोगाउँदै आधुनिकतासँग कसरी मिल्ने? सजिलो उत्तर त छैन होला, तर खोज्नुपर्ने विषय यही हो। र यो प्रश्नले उहाँहरूको सांस्कृतिक अधिकार, आर्थिक सम्भावना र पहिचानको भविष्य कस्तो होला भन्ने बारेमा गहिरो सोच्न बाध्य बनाउँछ। यो खालि विगतको कुरा मात्र भएन, भविष्यको सम्भावना र चुनौतीहरू बुझ्ने प्रयास पनि भयो। निश्चय पनि। घडेरी माटोमा गुथिएको इतिहास,
कला र श्रमले लेखे स्वाभिमानको रास भाषा मिठो बोली शुद्ध कुमाल हौ हामी मन सधैँ बुद्ध कुमाल एकता हाम्रो गाना शान्ति मेल र प्रेमको दाना सगरमाथा जस्तै गर्विलो नाम नेपाल हाम्रो हाम्रो सम्मान नेपाल हाम्रो हाम्रो सम्मान पर्व तिहारमा गीत गाउने मिलेर नाच्ने हात मिलाउने जात भात सबैलाई अङ्गाल्ने एक नेपाल सबैको बनाउने कुमाल एकता उज्यालो दीप श्रम र प्रेमको अमर प्रतीक नेपाल माताको छेउमा रहो एकतामा हामी सधैँ बाँचौँ